गएको प्रतिनिधि सभा चुनावमा जम्मा प्रत्यक्षमा 3 सिट जितेको श्रम संस्कृति पार्टीका अध्यक्ष भनौँ अथवा सभापति भनौँ हर्क साम्पाङले बालेन सरकार विरुद्ध मुख खोल्नुस् भन्नुभएको रहेछ। स्ट्याटस हेरियो अनि त्यो स्ट्याटस हेरेपछि मलाई पनि बोल्न मन लाग्यो अनि मैले बोलेको छु। कृपया यो भिडियो पुरा हेर्नु होला, कस्तो लाग्छ अनि हजुरहरूको विचार कमेन्टमा लेख्नु होला। गएको प्रतिनिधि सभामा प्रत्यक्षमा 3 सिट जितेका हर्क साम्पाङ राई प्रधानमन्त्री बन्छु भन्दै उफ्रिँदै हिँडिरहेका छन्। आखिर हर्क साम्पाङको पुछार कसले उचालिदिरहेको छ? किन एकतर्फी रूपमा बालेन सरकारलाई आक्रमण गरिरहेका छन् हर्क साम्पाङ? बालेन सरकारबाट के को आशा गरिरहेका छन्? के चाहन्छन् हर्क साम्पाङ? कतै बालेनले प्रधानमन्त्री फ्याट्ट छोडिदियो भने मै हुन्छु भन्ने दिवा सपना बोकेर पो हिँडिरहेको हुन् कि हर्क साम्पाङ? होइन भने यति धेरै रोइनु चाहिँ किन गरिरहेका छन् हर्क साम्पाङले? अब नेपालीहरूको खुट्टा तान्ने प्रवृत्ति त छ नै। अब सँगैको मेयर साथी अब ऊ 81 प्रधानमन्त्री भयो, आफू चाहिँ जम्मा 3 सिट जितेर अनि त्यही पनि प्रतिनिधि सभामा बल्ल बल्ल भनौँ जम्मा 6-7 हजारको झिनोमतले जितेर नेपाली उखान भने जस्तो सँगैका साथी हवाईजहाजमाथि म त भैँसी गोठालो भने जस्तै भएको छ हर्क साम्पाङलाई। हर्क साम्पाङलाई मेरो सानो सुझाव, रिसले होइन सहकार्यले हो हात अगाडि बढ्ने। राम्रो गर्दै जानुहोस्, जनताको पक्षमा खुल्दै जानुहोस्, जनतालाई नभड्काउनुहोस्। तपाईँको भड्काउमा कोही लाग्नेवाला छैनन् होला, लाग्ला नि 1-2 जना त छुट्टै कुरा, त्यो तपाईँको पछि लाग्नेहरू लाग्छन्। त्यसलाई ठुलो बहादुरी नसम्झिनुहोस्। सरकारलाई काम गर्न दिनुहोस्। 2 महिना भएको छ भर्खर सरकार बनेको, अहिले राजीनामा चाहियो भनेर नउफ्रनुहोस्। पुरानो दलको जस्तो अभिगत नदेखाउनुहोस्। तपाईँ नयाँ हुनुहुन्छ, तपाईँलाई बालेन सरकारले सम्मान गरेको छ, उचित स्थान पनि प्रदान गरिरहेको छ। मनमा लागेको कुरा भनेको रिसानी माफ भयो बाजे के हो? तपाईँलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नु होला।